आज चाहिँ मेमहरूको लास्ट डे सो एकदम नराम्रो फिल भइरहेछ। सो के छ हेलो नमस्कार गुड मर्निङ गुड आफ्टरनुन सबैजनालाई। होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आज चाहिँ न्यू भ्लगसँगै आफ्नो बानी विवरण सुधारौँ भनेर अलिकति छिटो उठेँ। अनि के हुनु र गाइज त्यही त हो नि, आफ्नो कपाल चाहिँ अलिकति आज काटेको मैले के कस्तो छ। अनि त्यही हो गाइज आफ्नो बसन्ती लिएर हिँडेँ म चाहिँ आफ्नै कामतिर। ए साँच्ची म आएको पनि कति छिटो 1 वर्ष पो हुन लागेछ मालदिभ। त्यही हो गाइज समय बितेको कहिले चालै नपाइने रहेछ। हिजो अस्ति आए जस्तो लाग्छ, टाइम पनि कति छिटो कट्यो। मलाई साथ विदेश आएर नि विदेश जस्तो नलागेको यही कारणले होला क्या। अब विकसित बाटो अनि त्यसपछि यो वातावरण। त्यही भएर मान्छेहरूले मलाई एउटै प्रश्न गर्नुहुन्छ क्या, विदेश पनि यस्तो हुन्छ र? गाइस कुराकानी यस्तै हो, जति गरे उति निस्किन्छ। म चाहिँ कम्पनी आएर आफ्नो सधैँ जे गर्ने काम छ हो त्यो चाहिँ गरेर सकाइहालेँ। त्यस बिचमा भोक पनि लाग्यो। भोक पनि किन नलागोस् र गाइस, राति 11-12 बजी खाना खाएर गएको, त्यसपछि खाएकै थिएन। एकैचोटि 5:30 बजे खाना खाइँदैछ। आज थियो दाल भात साग त्यसपछि अम्लेट। आज चाहिँ खाना खाने बित्तिकै निस्केको, अरू बेला जस्तो कस्टमर चाहिँ हुनु नथ्यो। त्यही भएर मैले चाहिँ बाहिर आज अलि यसो पानी हाल्ने विचार गरेँ। त्यही हो, तपाईँहरूको सोचमा एउटै कुरा चलिरहेको होला, विदेश पनि यस्तै हुन्छ र? अब के गर्नु गाइस, यस्तै रहेछ विदेशमा। मेरो पनि विदेश आउनुभन्दा अगाडि दिमागमा सोच यही चल्थ्यो कि ठुल्ठुलो बिल्डिङ अनि ठुल्ठुलो सहर ठुल्ठुलो बाटो भएकोलाई विदेश भनिन्छ। विदेश भन्दैमा सबै विदेशहरू विकसित नभएको नि त हुन सक्ने रहेछ। यो कुरा चाहिँ मैले यही देश आएर थाहा पाएँ। अबको यो 2 वर्ष त यस्तै भइगयो। अब आउने वर्षहरूमा चाहिँ सबैले सोचे जस्तो र आफूले सोचे जस्तो सबै ट्राई गरौँला। अब चाहिँ एकदम खाली भइरहेको थियो, सबैजना कस्टमर पनि गइहाल्नु। जिन्दगीमा यहाँ आएर कफी खान सिकेको, अहिले त कफी लभर भइदिएर। अरू त के भन्नु र गाइस, म त यहाँनिर राजा पनि आफै हो प्रजा पनि आफै हो। मैले भन्नुको मतलब बुझ्न सक्नुहुन्छ, म्यानेजर पछिको म्यानेजर मै हो। तपाईँहरू कसैको मनमा जिज्ञासा जागिरहेको होला, म कहाँ काम गर्छु र केमा काम गर्छु। मैले काम गर्ने ठाउँ चाहिँ नियर एयरपोर्टमा रहेको छ, जुन चाहिँ रेस्टुरेन्ट हो। यहाँ हाम्रो रेस्टुरेन्टमा चाहिँ फुड एन्ड बेभरेज एभाइलेबल छ, त्यसको साथै डेजर्ट पनि पाइन्छ। अकर्डिङ टु योर चोइस यु क्यान चुज द स्टफिङ फर योर स्यान्डविचेस। अब त्यस्तै बनाउँदै थाकेर एकदम हैरान भइन्छ। कस्टमर गएपछि चाहिँ बस्नु परेको। अब त्यतिकैमा भोक पनि लागेको। अब खाना खानको लागि किचनतर्फ म चाहिँ लागेँ। अब हेर्नुहोस् न, भोकले एकदम रन्थनेर गएको खाना त एकदम जबरजस्त रहेछ नि त। अब के भन्नुहोस् न हजुर, बटर चिकन अनि पराठा। क्या पराठा, भोकाको सुरुमा खाना थालेको त एकदम मिठो रहेछ आजको चाहिँ। मिठो खाएपछि काम पनि खत्रै गर्नुपर्छ हजुर, सरसफाइ पनि गरेर सकाइहालियो। जे होस् आज चाहिँ सप्लाई पनि छिटै आयो र मसँगै काम गर्नुहुने म्यामहरूको चाहिँ आज लास्ट नाइट ड्युटी रहेको छ र त्यसपछि हामी आफ्नो कम्पनी क्लोज गरेर चाहिँ रुमतर्फ लाग्नै पर्ने हुन्छ। र सधैँ चाहिँ आफ्नो बसन्तीको साथमा प्रकृतिको हावा खाँदै आफ्नो रुमतर्फ आएँ। आज चाहिँ रहेको चाहिँ यो मेरो डे 4 मिनी ब्लग। के कस्तो भिडियो भएको छ सबैले आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न सक्नुहुन्छ, जसले गर्दाखेरि मलाई फेरि पनि अब आउने दिनहरूमा एकदम प्रोत्साहन मिलोस्। आजको लागि चाहिँ मेरो मिनी ब्लग यहीँ इन्ड गर्न चाहे। भोलि पनि नयाँ भिडियोको साथ उपस्थित हुने बाचा गरी सबैजनालाई गुड नाइट, बाई।